हाम्रो अमरनाथीमा हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि आज बिहान न्यू ब्लग न्यू भिडियोको साथ उपस्थित भइसकेँ। अनि मैले चाहिँ यहाँनिर बिहान नानीलाई चाउरी भात पकाउँदैछु। अनि यहाँ चाहिँ कालो चिया बनाउँदैछु। अनि साथीहरूलाई देखाउँछु म। साथीहरू अहिले यस्तो हतियार छ। अनि आज चाहिँ म बिहान उठेको कारण आज चाहिँ म साथीहरू लामो यात्रामा जाँदैछु। अनि त्यही भएर बिहानै उठेर रेडी हुन आँटेको साथीहरू। अब चाहिँ म मुख धुन्छु, फेरि गाडीले छुट्याउँछ मलाई। सो साथीहरू अब चाहिँ म फ्रेस भएर रेडी भएर आउँछु। कान्छ चाहिँ आज 10 दिन पछाडि कस्तो भिड भयो हाम्रो। ठ्याक्कै म पनि जाने, कान्छ आउने। साला ये दुख का खत्म नहीं होता बे। ओके छ त साथीहरू। अहिले चाहिँ म रेडी भइसकेँ। मेरो छोरी पनि मैले उठाइवरी रेडी बनाइसकेँ। बाबा आज काठमाडौँबाट बिहानै पनि आइपुग्नु भयो। कान्छा पनि होइन, कान्छा पनि काठमाडौँ जानुभएको लगभग 10 दिन जति भइसकेको थियो क्या। अनि ठ्याक्कै आज म पनि जाने, ठ्याक्कै कान्छा आज बिहान छिट्टै पनि आइपुग्नु भयो क्या। अनि बिहान यहाँ साथीहरू काठमाडौँ पुस्तकारी पुरा खाँदैछु। सानी के खाएको? पापा। कसले ल्याइदिएको? पापा बाबाले देखाइ। हजुर तपाईँको सबै लुगा अनि उयसमा हालेको थिएन त नि काठमाडौँ जाँदाखेरि। अनि साथीहरू कान्छाले मेरो लागि हजुर खानुहोस् ल। यो अनि पुस्तकारी यही अब काठमाडौँको साथीहरू कसैले साथै आउनु। यत्रो दिन पुग्नु भेट भएको छ के साह्रो। यहाँ निन्द्रा नपुगेर कस्तो भइरहेछ? निन्द्रा नपुगेर अब सुत्नु न। सुत्ने अलिकति मैले बनाउनु कहाँ आइपुग्नु भयो? कानपरीबाट आउनु भयो। अहिले चाहिँ कानपरीबाट गाडी हिँडिसक्यो अरे नि त। अनि त्यही भएर म चाहिँ अब अलि हल्का सामान भएको रेडी पार्दैछु। मेरो छोरी चाहिँ यहाँ। सानी के भयो? हजुरको जुत्ता खोइ। अनि अब साथीहरू अब हामी जानु लागेको। साथीहरू मैले ब्याग चाहिँ 3वटामा रेडी बनाएको छु। अनि अब चाहिँ अनि उताबाट मम्मी, मेरो माइतको मम्मी, अनि म अनि नानी भएर आज हामी लामो यात्रामा जाँदैछौँ। हजुरहरू कहाँ भन्नुहुन्छ भने आज चाहिँ साथीहरू आज म मेरो मामालाई जाँदैछु, मम्मीको माइत जाँदैछौँ। यानि कि पहाड दिक्तेल खोटाङ जिल्ला दिक्तेल बजार निलैले सम्झनामै आउँछु। साथीहरू अब चाहिँ बेलुका फेरि मैले ढिलो गऱ्यो भने गाडी चुल्छ। सो साथीहरू अब चाहिँ म रेडी हुन्छु, काम सक्छु। अब चाहिँ हामी जान रे कान्छा जाऊ न मलाई छोडी। अनि मामु कसले जाने? मामुसित जाने?
ए छोरी कहाँ पसेको अबुई हा निस्किएको फेरि आमा हेर चकचक ए बस्ने पनि कुक सानो ला सानिका गयो होला अबि भटाभट साबन हाल्दै हुनुहुन्छ हजुर तन माथि नहालिदिनु न हालिदिनुहुन्छ सामान मम्मी हाम्रो मम्मी आइसक्नु भयो यहाँ आइ गर्नु अँध्यारो छ साथीहरू अब चाहिँ हामी जाने लागेको साथीहरू हाम्रो गाडी पनि आइसक्यो हजुर कुन हुन्छ त्यस्तो केही छैन बाई बाई साथीहरू अब लाग्यो हामी पहाडतिर हाम्रो गाडी चाहिँ हिँडिसकेको छ अहिले चाहिँ अँध्यारोले केही पनि देखिँदैन आमासँग उस्ता उस्तेलोको लाएर साथीहरू अब चाहिँ हामी जाँदैछौँ नानी आमासँग चाहिँ साथीहरू अहिले चाहिँ हामी साउने आइसक्यौँ हामी चाहिँ यहाँ हुनुहुन्छ अनि अहिले चाहिँ कोकालाई पिसाब लागेको छ भनेर यहाँ रोकाउनु भएको छ अनि अहिले चाहिँ हामी मात्र छौँ पिसाब नआउने हामी मात्रै छौँ है साथीहरू और अभी तो रुको क्लाइमैक्स अभी बाकी है साथीहरू अहिले चाहिँ उहाँ गाडी रोकाएर हामी पनि खाइदिउँ न त अमला भनेर हामी चाहिँ अमला टिप्नु भनेर जाँदैछौँ साथीहरू मारो मुझे मारो भेट्यो त टिपौँ भेट्दै हुनुहुन्छ ए सानो रहेछ है ल आउनु देखाइदिनु एकचोटि यहाँ मलाई ल हामीले पनि अमला खाइदिएको होइन झुप्पे साथीहरू अहिले चाहिँ हामी सबैजनाले भएर यहाँ अमला बटुल्दैछौँ हामीले चाहिँ अमला यति यहाँनिर हाम्रो अमला दाजुमा हामीले चाहिँ अमला खाइदिएको सबैजनाले सबैजनाले अमला खाँदै टिकटक बनाउँछन् हामी पनि अब अमला खाइदिउँ भनेर यो काण्डा भरिएको देश हाम्रो टिकटक के खान्छु कमला सुन्तला कि अमला छोरा छोडिदिएर गएको छोरी के गरेछन् पनि बाई माउ छोडेर गएको सानोलाई बाई यो ठाउँलाई अब हामीले चाहिँ थाहा छैन हामीले चाहिँ बजाएर सुन्ने मात्र हो होइन यहाँ चाहिँ बेल मात्रै पाउँछ र बेल डाँडा रहेको हो न मलाई यो पारिपट्टि यार टपरामा भाग दिएको छ यार झुट बोल रहा है बिहेमा अनि पहिले पनि टपराको
चलन थियो त अहिले चलन थियो नि त जोलगाले भुइँमै झरे पनि मिठै हुन्छ साथीहरू अहिले चाहिँ हामी पुग्न लाग्यौँ टाउको दुखेर के भन्नु साथीहरू यस्तै हो तपाईँलाई थाहा छ टाउको बिरामी छ भनेर यस्तो साथीहरू मैले चाहिँ आमाले गाली गर्नुभयो हजुरलाई यहाँ आउनुहोस् कच्चु भनेको छुची मामुलाई किन अब मामा जाने कि नजाने मामालाई गएर के खाने मामालाई गएर के खाने पापा खाने साथीहरू अब अहिले चाहिँ हामी हाम्रो मामालाई सक्यौँ कस्तो राम्रो देखि यहाँ कति राम्रो देखिरहेछ कस्तो राम्रो देखिरहेछ यहाँनिर अनि अहिले चाहिँ हाम्रो यहाँ पुरा साथीहरू अब चाहिँ कसरी बोकेर हिँड्ने है कसरी पुऱ्याउने हिँड्ने है साथीहरू कसैले यहाँ हेर न अनि सबैजना एउटै ड्रेसमा घर आएको माइती घर आएको माइती घर मेरो चाहिँ मामाले सबैले देखाइदियो मामाहरूलाई हाई भनिदिनु ल भयो ओके साथीहरू अहिले चाहिँ रात परिसकेको छ अनि साथीहरू आज चाहिँ म मामालाई एकदम खुसी छु होइन अनि हामी मामालाई आउनुको कारण चाहिँ हाम्रो दिदीको मेरो मामाको छोरीको बिहे छ यसो अनि हामी चाहिँ बिहे मनाउनको लागि आएको अनि हजुर त्यहाँ देख्दै हुनुहुन्छ होला अलिअलि त्यहाँ टाँगिसक्नु भएको छ त्यो बिहेको रमझम साथीहरू यस्तो सुरु भइसकेको छ यस्तो राम्रो बनाइसक्नु भएको छ अनि अब चाहिँ साथीहरू अनि यस्तो रात पनि परिसकेको छ अनि साथीहरू अब यति भन्दै म आजको भिडियो चाहिँ यहीँनिर इन गर्न चाहन्छु अनि साथीहरू एकदम जाडो छ यहाँ चाहिँ पाहाडमा चाहिँ उता बेलबारीतिर चाहिँ अब चाहिँ हल्का हल्का गर्मी हुन सुरु भइसकेको छ दिउँसो चाहिँ बिहान बेलुका चाहिँ चिसै छ यता चाहिँ साथीहरू एकदम चिसो छ अनि अब आजको भिडियो चाहिँ म यहीँ इन गर्न चाहन्छु सबैजनाले भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि म फेरि पनि तपाईँको सम्म भोलि नयाँ ब्लग भिडियो लिएर अवश्य उपस्थित हुनेछु सो साथीहरू आजको लागि चाहिँ बाई बाई डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई बाई गुड नाइट